नमस्कार। नेपालको आइपिओ बजारमा 10 किता सेयर पढ्नु भनेको त आजकल चिठानै परे जस्तो भइसक्यो होइन र? धेरै आवेदन पर्छन् तर सेयर पढ्छ थोरैलाई। यो अवस्थाको एउटा ठूलो कारण हो बोरे प्रथा। तर अब सुनिँदैछ सिकेवाइसी नामको एउटा नयाँ सिस्टमले यो सबै बदल्न सक्छ रे। के साँच्चै यसले आइपिओ बजारमा निष्पक्षता ल्याउला त? आउनुहोस् आज यसैको बारेमा अलिक गहिरिएर कुरा गरौँ। ल सुरुमा त यो सिकेवाइसीले ठिक गर्न खोजेको खास समस्या के हो त्यहीँबाट सुरु गरौँ न। र त्यो समस्यालाई बजारमा सबैले चिन्ने नाम हो बोरे। शेयर बजारमा अलिअलि चासो राख्ने हो भने आइपिओ भर्दा बोरे भन्ने शब्द त पक्कै सुन्नुभएको होला। सुन्दा त के हो जस्तो लाग्ला, तर यो सानो शब्दले हाम्रो शेयर बजारको एउटा एकदमै नराम्रो र अन्यायपूर्ण चलनलाई बुझाउँछ। यो बोरे सिस्टम भनेको खासमा के हो भन्नुहुन्छ भने एउटै मान्छेले आफ्नो परिवार, साथीभाइ, इष्टमित्र जो भेट्यो सबैको नाममा डिमाट खाता खोलिदिने अनि एउटै आइपिओमा 10औं 20औं ठाउँबाट आवेदन हाल्ने। सिधा भाषामा भन्दा यो त सिस्टमलाई नै धोका दिनुभयो नि, होइन र? अब प्रश्न उठ्छ, यसले के नै फरक पार्छ र? फरक पर्छ, धेरै नै फरक पर्छ। पहिलो कुरा त हामी जस्ता साधारण लगानीकर्ताले 10 किता शेयर पाउने चान्स एकदमै कम हुन्छ। अनि दोस्रो, बजार त केही मुठीभर मान्छेको हातमा पुग्छ। अनि कहाँ रह्यो त सबैलाई बराबर मौका भन्ने कुरा? यही अन्यायपूर्ण बोरे खेललाई रोक्नको लागि नै नियामक निकायले एउटा ब्रह्मास्त्र जस्तै चिज अगाडि सारेको छ, र त्यो हो सिकेवाइसी। ल अब हेरौँ यो सिस्टम आखिर हो चाहिँ के। सिकेवाइसी यानी सेन्ट्रलाइज्ड नो योर कस्टमर। यसलाई सजिलोसँग बुझ्दा यो एउटा डिजिटल फाइनान्शियल सिटिजनशिप जस्तै हो। सोच्नुस् त, हरेक व्यक्तिको भेरिफाइड डिटेल, नाम, नागरिकता, फोटो सबै कुरा एउटै सेन्ट्रल सिस्टममा सुरक्षित हुन्छ। एकचोटि डिटेल त्यहाँ अपडेट भयो, त्यसपछि जतासुकै जुनसुकै ब्याङ्क वा ब्रोकर कहाँ गए पनि त्यही एउटा पहिचानले काम गर्छ। यसको एकदमै सिधा र सरल मन्त्र छ, एक व्यक्ति एक भेरिफाइड परिचय। सक्यो। अब हरेक चोटि नयाँ ब्याङ्क अकाउन्ट खोल्न वा डिम्याट खोल्न जाँदा त्यो कागजातको पोको बोकेर हिँड्ने झन्झटै खत्तम। यो सजिलो मात्रै होइन, एकदमै सुरक्षित पनि छ। ठिक छ, यो सिस्टम त राम्रो लाग्यो, तर यसले ती बोरेहरूलाई चाहिँ कसरी समात्छ त? कसरी पत्ता लगाउँछ? यसको पछाडि 5वटा एकदमै स्मार्ट मेकानिजमले काम गरिरहेको हुन्छ। ल हेर्नुस् है, यो कसरी हुन्छ। पहिलो स्टेप, हरेक खातालाई एउटा वास्तविक व्यक्तिसँग लिङ्क गरिन्छ। त्यसपछि सिस्टमले आफै डाटा म्याच गर्न थाल्छ। नाम, जन्ममिति, नागरिकता नम्बर अलिकति मात्रै तलमाथि भयो कि ठ्याक्कै समातिहाल्यो। कसैले अलि बाठो बनेर डुप्लिकेट अकाउन्ट बनाउन खोज्यो रे, सिस्टमले त्यो पनि पत्ता लगाइहाल्छ। अनि अर्को कुरा, भेरिफिकेसन एकदम कडा हुन्छ। फोटो र डकुमेन्ट सक्कली हो कि होइन भनेर पनि जाँचिन्छ। यी सबै कुराले गर्दा सिस्टम एकदमै बलियो र पारदर्शी बन्छ। अझै क्लियर हुनको लागि एउटा उदाहरण लिउँ न। ल मानिलिउँ सिकेवाइसी आउनुभन्दा अगाडि राम भन्ने एकजना दाइ हुनुहुन्थ्यो, अलि चलाक खालको। उहाँले आफ्नो परिवारको साथीको गरेर 5वटा डिम्याट खाता चलाउनुहुन्थ्यो र सबैबाट आइपिओ भर्नुहुन्थ्यो। तर सिकेवाइसी लागू हुने बित्तिकै के भयो भन्दा सिस्टमले रामदाईको यो चलाखी एकैछिनमा समात्यो। जब सिस्टमले फरक खातामा एउटै मान्छेको हात छ वा विवरण मिलेको छैन भन्ने देखियो, तुरुन्तै ती खाताहरूमा रातो झण्डा मतलब फ्ल्याग लगाइदियो। त्यसपछि के भयो, उहाँको एउटा सक्कली खाता बाहेक अरू कुनै पनि खाताबाट आइपिओ भर्नै मिलेन। खेल खत्तम। अब यहाँ एउटा एकदमै महत्त्वपूर्ण प्रश्न आउँछ। धेरैको मनमा होला, अब परिवारको सबै सदस्यले छुट्टा छुट्टा आइपिओ भर्न नपाइने भयो कि क्या हो? यसले फ्यामिली डिम्याटले के असर गर्छ त? यो कुरालाई एकदमै क्लियर गरौँ है। पहिले सिकेवाइसी नहुँदा के हुन्थ्यो? परिवारको हरेकको नाममा खाता त हुन्थ्यो, तर घरको एकजनाले सबै खाता चलाएर दुरुपयोग गर्ने चान्स एकदमै धेरै थियो। अब सिकेवाइसी आएपछि पनि परिवारको हरेक सदस्यले आफ्नो आफ्नो डिम्याट खाता खोल्न पाइन्छ। त्यसमा कुनै रोकटोक छैन। फरक यति हो कि अब हरेक खाता त्यो व्यक्तिसँग डिजिटल रूपमै जोडिएको हुन्छ। त्यसैले अर्कैले त्यो खाताको गलत प्रयोग गर्न लगभग असम्भव जस्तै हुन्छ। भन्नुको मतलब के हो भने परिवारका सदस्यले आफ्नो आफ्नो नामबाट छुट्टा छुट्टै आइपिओ भर्न पाउने अधिकार जस्ताको तस्तै छ। सिकेवाइसीले त्यो अधिकार खोज्दैन, केवल त्यसको दुरुपयोगलाई मात्र रोक्छ। एकदम सिधा कुरा। ल अब एकछिन सोचौँ त, जब यो सिकेवाइसी सिस्टम पुरै लागू हुन्छ त्यसपछि हाम्रो आइपिओ बजारको चित्र कस्तो होला? यसले ल्याउने केही राम्रा परिवर्तनहरू यस्ता देखिन्छन्।
यसका फाइदाहरू त एकदमै क्लियर छन्। पहिलो, नक्कली र जाली आवेदनहरू आफै हराएर जान्छन्। दोस्रो, बोरे भन्ने सिस्टम त सायद इतिहासको किताबमा मात्रै पढ्न पाइएला। तेस्रो, कहिलेकाहीँ सानोतिनो डाटा गल्तीले गर्दा आवेदन रिजेक्ट हुने समस्या पनि धेरै कम हुन्छ। र सबैभन्दा ठूलो कुरा, सबै लगानीकर्ताले एउटै लेभलमा बराबरीको मौका पाउनेछन्। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ, के साँच्चै यो CKYC प्रणालीले हाम्रो आइपिओ बजारलाई सबैको लागि निष्पक्ष बनाउन सक्ला त? के यसलाई लागू गर्नमा पनि केही चुनौतीहरू छन् होला? यो बारेमा एकपटक सोच्नु होला है।